हेलो साथीहरु, नमस्ते सबैजनालाई। आशा गर्दैछु हजुरहरुलाई कस्तो छ होला, सबैलाई सन्चै होला। अनि यहाँ हामी पनि सन्चै छौं सबैलाई। आज धेरै दिन बादमा म एउटा ब्लग बनाउन जाँदैछु यहाँनिर, किनकि म अहिले अब बारीमा आको बल्ल बल्ल पानी पर्दा घाम लागेर भेन्डी गोड्ने भनेर आको। झार त मममा यति बेसी छ। झार कहिले गोडिसक्नु होला। भेन्डी त नि एउटा दुईटा पुली बाँचेको रहेछ अस्तिको पानीले। यो हो भेन्डी। अब यसलाई गोडेर राख्नु पर्ने छ, हुने हो कि नहुने हो। भइदियो भने त ठीक थियो, राम्रो हुन्थ्यो भन्ने आश छ। अब गोड्नु त पर्यो, भए पनि नभए पनि। भए पनि राम्रै हुन्छ, नभए पनि त अब गोडेन भने त झन् खतमै हुन्छ। एक दिन घाम लाग्छ, त्यसको दोस्रो दिन पानी आइहाल्छ। त्यही भएर पुरा झार जङ्गलै खत्तम भएको छ। लगाएको सागसब्जीहरू पनि यसरी गोड्नुपर्छ। अनि पानी पर्यो भने त यो झारै मर्दैन। आज चाहिँ मौसम अलिक ठिकै छ, अलिक मौसम खुलेको छ। पानी पर्दैन कि जस्तो लागेको छ। पानी पर्यो भने चाहिँ फेरि उत्तिकै हुन्छ, पानी परेन भने चाहिँ अलिअलि भए पनि बाँच्छ कि भनेर सोचेको। के हुने हो। जङ्गल पनि कम्ती छैन। एउटा भेन्डीको बोट यहाँ छ, जङ्गल यति बेसी छ। यहाँ नि यति लम्बा लाइनमा एउटा यहाँ बाँचेको छ। एउटा पर यति दूरमा। त्यो पनि यसो सफा गरिदियो भने त बा हुन्छ कि। घाम लाग्यो भने त राम्रै हुन्छ, छिटै फल्छ कि भनेर सोचेको। के हुने हो। हेर्न जङ्गल, यो दादे जङ्गल चाहिँ फेरि यस्तो टाइट हुन्छ नि। कोदेझार भन्छ कि के भन्छ यसलाई, दाँदे भन्छ कि कोदेझार भन्छ। यत्रो बारी छ हो, कहिले गर्नु। घाम लाग्यो भने पनि यति गरम, तर गरमले मर्नु हुन्छ। नलाग्दा पनि पानी पर्यो भने पनि पानी पर्यो, घाम लाग्यो भने पनि घाम लाग्यो। के गर्ने के नगर्ने। फापर साग पनि एउटा दुईटा यहाँ कहाँबाट आएछ। कस्तो राम्रो फुलिरहेको छ। यो सब्जी खानु त हुन्थ्यो होला। यहाँ राखिदिने हो, घरे लैजान्छ सब्जी खानलाई। यहाँ झन् मरिसकेकै छ। यहाँ त झन् पुली पनि। साथीहरूलाई अनि के पो भन्छ हो, भन्न पनि आउँदैन हो मलाई त। यसरी खुर्पीले फेदमा यसरी चलाइदियो भने त्यहाँ छेमाले गर्दैछ त्यताबाट, म यताबाट। दुईजना भएर अलिक छिटो हुन्छ कि भनेको। एउटा पुली छ, जङ्गल छ यति बेसी। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ होला कमेन्ट गरिदिनु। मन परेमा लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला। थ्याङ्क यू सबैजनालाई। बाई बाई।